धेरै धेरै जसो बिरामीहरू पहेँलो दाँत भएर चिन्तित हुनुहुन्छ। पहेँलो दाँत हुने धेरै कारण हुन्छ। एक त जन्मजातै मान्छेको दाँत पहेँलो हुन्छ, सबैको दाँतको आफ्नै कलर हुन्छ। तर कतिपय अवस्थामा यो बाहिरी कारणले अथवा भित्री कारणले जसलाई हामी एक्सट्रिन्सिक वा इन्ट्रिन्सिक इटियोलोजी भन्छ, त्यसले गर्दा चाहिँ पहेँलो हुन जान्छ। कतिपय अवस्थामा फोहोरले गर्दा पनि दाँत पहेँलो हुन्छ। त्यस्तो त्यो दाँत पहेँलो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन। त्यसलाई हामी त्यसको उचित उपचार यस ओमसाई डेन्टल इम्प्लान्ट सेन्टरमा गर्छौँ। त्यसको लागि चाहिँ एउटा प्रविधि भनेको ब्लिचिङ हुन्छ। ब्लिचिङ गरेर पहेँलो दाँतलाई सेतो बनाउन सकिन्छ। धरान देशी लाइनमा रहेको ओमसाई डेन्टल इम्प्लान्ट सेन्टरमा सम्पर्क गर्नुहोला वा हजुरहरू आएर यहाँ बुझ्न पनि सक्नुहुन्छ।